ठुलो स्तरको मान्छे आइथिएनस् नमस्ते गर चुप लाग मुला साथीमा नि ठुलो सानो हुन्छ सबै बराबर हैन चुप भाइ तँभन्दा म धेरै पपुलर मान्छे हो साथी होइन दाइ भन्ने घर भाइ इस भन्नुला तँलाई दाइ तँ अस्ति भर्खर जन्मे बच्चा हो तँभन्दा अगाडि म जन्मे हो बुझिस् म अस्ति भर्खर जन्मे पनि तँभन्दा धेरै पपुलर छु त्यही भएर आफ्नो स्तर अनुसार कुरा गर भाइ तँ मभन्दा धेरै पपुलर हो भने आइज न त ब्याटल हान्नु हान्ने भाइ हान्नु न त भाइ हार्ने तैँले हो कसले हार्छ त्यो खेलेपछि थाहा हुन्छ नि अहिले तँ पहिला हान ल ल पाउ भाइ आइज उता गएर हान्ने भाइ चाहिँ ल सुरु गर छिटो ल होइन भाइ मभन्दा त सानो स्तरको मान्छे तँ सुरु गर भाइ पहिला म कार गेम तँ फ्री फायर म कार गेम तँ फ्री फायर यहाँ ब्याटल खेलिरह्यो भने म बनाइदिन्छु तँलाई घायल तेरो गेमभन्दा महँगो छ मेरो गाडीको टायर ल फर्क्या भाइ फर्क्या सुन भाइ सुन ओइ कहाँ छ सुन यार मलाई नि दिएन थुक्क भिखारी बरु मलाई भिखारी भने नि भन्न यार बरु सुन 50-50 गर्ने क्या सुन भने कि कान खोलेर सुन भने कानमा लाउने सुन भने होइन ए ल ल भन उ त्यहाँ छ पोलमा तार कस्तो थोत्रो कार मेरो फ्री फायरमा पाइन्छ हजारौँ हजार फर्का भाइ बटल फर्का तँ रहेछस् एउटा मूर्ति मेरो अगाडि धेरै नलगा फुर्ती बोल्न त बोलिस् मुख फोरेर अझ ढाक लाउँछस् मेरो कार चोरेर ल फर्का बेटल फर्का बच्चादेखि बुढो सबले खेल्छन् मलाई त्यही भएर भन्छु म भिखारी तँलाई तँ जे भने नि भन मलाई लाग्दैन केही झर्को म भिखारी भए तँ टोइलेट चोर्ने मान्छे मेरो घरको फर्का भाइ बेटल फर्का त लो ओइ अहिले कसलाई टोइलेट चोर्ने मान्छे भने मलाई भने के गर्छस् भाइ मुखसम्म बढे मुखसुख फुटाइदिन्छु फेरि म लफुटा त हेरौँ यसले त साँच्ची नै हो यार यसको त मुख चुप फुटाइदिन्छु मैले के भयो कि उठ म मेरो इनर्जी ड्रिङ्क लिएर आउँछु अनि तँलाई भ्याच हान्छु रो जा ल्याइज तैँले जे ल्याइ ल्याइज जा होइन यसको इनर्जी ड्रिङ्क के रहेछ यसको पछि जानु पर्यो अझैले मलाई यस्तो कुरो पख्नु अब इनर्जी ड्रिङ्क खाएर यसलाई मैले यस्तो हान्छु पख्नु मेरो साथी तिमीले कसलाई कुट्ने कुरा गरे साथी तिमी इनर्जी ड्रिङ्क खान यहाँ पाउँछौ मलाई पनि थोरै खाऊ है इ कमला ओइ तैँले मलाई पिट्यो होइन त्यो छोडिदेऊ न साथी टाउ पिडेको त साथीमा यस्तो ठट्टाठुट त भइहाल्छ नि साथी ल धेरै खानको लागि बना नबना सब्जी 2 गुणको ल्याउनु त ल म ल्याइदिन्छु पहिले खाने हो क्या धेरै मुख नमिठा जा भाइ अब म त चिन्दैन भाइ सब्जी एक बलको फेरि ल्याउनु त साथी अझै खाने हो मलाई पनि थोरै है